खदेरीहरू, सुक्खा आगलागीका कुराहरू जसले गर्दा चाहिँ त्यहाँका पानीका मूलहरू सुक्दै जाने अवस्था देखिया छ। वर्षा हुनुपर्ने बेला वर्षा हुँदैन, जसले गर्दा खेतीपाती प्रभावित भइरहेको हुन्छ, खरेडी परिरहेको हुन्छ। तर अब त्यो असमान वर्षा आवश्यकता नभएको बेला वर्षा गर्दाखेरि त्यसले भुसिया गर्ने, कटान गरिदिने, खेतबारी नष्ट गरिदिने गर्दाखेरि यसले प्रत्यक्ष कृषि उत्पादनमा चाहिँ असर परिरहेको हुन्छ। लाइभलीहुड, एग्रिकल्चर, हेल्थ अनि स्कुल रिलेटेड क्रियाकलापहरूमा पनि क्लाइमेट चेन्ज इम्प्याक्ट चाहिँ एकदम मासिभ रूपमा पछिल्लो 8-10 वर्ष चाहिँ फिल भएको कुरा पालिकाका पदाधिकारीहरू, कम्युनिटीका मान्छेहरूसँगको भेटहरूमा चाहिँ मैले त्यो कुरा अब्जर्भ गरेको छु। खाद्यान्नको अभाव हुन्छ भने अर्कोतिर अब पशुपालनको क्षेत्रमा पनि यसले ठुलो असर परेको छ। विभिन्न चाहिँ हिमतालहरू यो जलवायु परिवर्तनले त्यो चाहिँ अब त्यो फुट्ने र तलतिर बसेका जुन जनताहरू हुनुहुन्छ उनीहरू चाहिँ जोखिममा भएको कुराहरू चाहिँ पक्कै छ। क्रप प्याटर्नहरू र प्रोडक्टिभिटी एकदम डिक्लाइन भएको जसले गर्दाखेरि चाहिँ उनीहरूको प्रत्यक्ष लाइभलीहुडमा र सँगसँगै फुड इन्सेक्योर हुने अवस्था चाहिँ देखिन्छ। एउटा सिजनल क्यालेन्डर छ। मान्छेहरूले अब जस्तै वैदेशिक रोजगार अब इन्डियातिर जाने भयो भने कुन सिजनमा जाने र कुन सिजनमा फर्किने ताकि चाहिँ उहाँ खेतीपातीको सिजनहरू त्यही हिसाबले एउटा मेन्टेन भएको छ। तर जलवायु परिवर्तनको कारणले त्यो जुन पुरानो परम्परागत क्यालेन्डर हो त्यो चाहिँ परिवर्तन हुँदैछ। क्लाइमेट चेन्जको माध्यमबाट हुने ठुला दुर्घटनाहरूलाई चाहिँ कम गर्दै यसको माध्यमबाट चाहिँ क्षति कम गर्नका लागि चाहिँ यो परियोजना चाहिँ सञ्चालनमा छ। एकीकृत रूपमा कसरी चाहिँ यो जलवायु परिवर्तनसँग जुझ्नको लागि समुदायले चाहिँ बढीभन्दा बढी फाइदा लिन सकोस् भन्नुको हिसाबले चाहिँ हामीहरू काम गरिरहेका छौँ।